हेलो नमस्कार सबैजनालाई। म चाहिँ किशन खड्का, प्रोफेसनली म चाहिँ इन्भाइरोमेन्ट इन्जिनियर हो र मैले चाहिँ ब्याचलर्स चाहिँ इन्भाइरोमेन्ट इन्जिनियरिङमै गरेँ काठमाडौँ युनिभर्सिटीबाट। र अनि अब अहिले चाहिँ म बाहिरको लागि तयारी गर्दैछु। अनि मैले चाहिँ रिसेन्टली एरास्मस मन्डस स्कलरसिप पाएको छु यो इन्टेकको लागि। र मेरो प्रोग्रामको नाम चाहिँ इन्भाइरोमेन्टल टेक्नोलोजी एन्ड इन्जिनियरिङ हो। र अहिले चाहिँ म जानको लागि प्रिपेरेसन गर्दैछु। अनि मेरो फ्लाइट चाहिँ सेप्टेम्बरमा छ र कोर्स पनि सेप्टेम्बरबाट नै सुरु हुन्छ। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ मानस किसिङ अनि वेलकम टु आवर युट्युब च्यानल। अब यो च्यानलको मेन अब्जेक्टिभ भनेको चाहिँ रिसेन्टली ग्रेजुएटेड अर थर्ड इयर फोर्थ इयरमा पढ्ने ब्याच स्टुडेन्टहरूलाई चाहिँ अब जसलाई चाहिँ बाहिर गएर हायर एजुकेसन हायर इन द सेन्स मास्टर्स अर पिएचडी गर्न मन छ उनीहरूको लागि हो। जसलाई चाहिँ अब यो बेसिक नलेज थाहा छैन, कहाँबाट स्टार्ट गर्ने, के गर्ने, अब टिप्स एन्ड ट्रिक्सहरू भनौँ त्यस्तो टाइपको एउटा गाइडेन्स टाइपको लागि हो यो च्यानल। स्टार्ट दिस भिडियो। आजको भिडियोको मेन अब्जेक्टिभ भनेको चाहिँ अब हाम्रो जसलाई चाहिँ अब केही पनि थाहा छैन, अब कहाँबाट स्टार्ट गर्ने, के गर्ने, जस्तो अहिले थर्ड इयरमा फोर्थ इयरमा पढ्ने ब्याच स्टुडेन्ट अर रिसेन्टली ग्रेजुएट भएको स्टुडेन्टहरूलाई कसरी स्कलरसिप खोज्नेदेखि लिएर ओभरअल सब एउटा रफ, हामी डिटेलमा त जाँदैनौँ किनकि डिटेलमा गएर भिडियो एकदम लामो हुन्छ। जस ओभरभ्यू कि कहाँबाट चाहिँ एउटा स्टार्टिङ पोइन्ट चाहिँ थाहा होस् भन्ने हाम्रो मेन भिडियोको अब्जेक्टिभ चाहिँ त्यो हो आजको लागि। सो ल स्टार्ट गरौँ न त। तिमीले आफ्नो इन्ट्रोडक्सन दिइहाल्यो, तिमी इन्भाइरोमेन्टल इन्जिनियर हो अनि तिमीले इरास्मस मन्डस स्कलरसिप पायो। सुरुमा अब त्यहीबाट स्टार्ट गरौँ न त। वाट इज इरास्मस मन्डस स्कलरसिप एन्ड हाउ इज इट डिफरेन्ट फ्रम अदर स्कलरसिप एन्ड वाट आर इट्स गुड पोइन्ट्स अर यु क्यान से बेनिफिट्स, त्यस्तो टाइपको। सो एरास्मस मन्डस स्कलरसिप भनेको चाहिँ एउटा फुल्ली फन्डेड स्कलरसिप प्रोग्राम हो जुन चाहिँ युरोपियन युनियनले अफर गर्छ इन्टरनेसनल स्टुडेन्ट्सहरूको लागि। यो स्कलरसिपमा चाहिँ अरूभन्दा कसरी डिफ्रेन्ट छ भन्दाखेरि चाहिँ यो स्कलरसिपमा चाहिँ तिम्रो धेरैवटा कोर्सेसहरू छ। फर्स्टमा चाहिँ होइन, देयर आर मोर देन 200 कोर्सेस। सो एभ्री कोर्सेसको चाहिँ मोबिलिटी हुन्छ। लाइक तिम्रो एउटा कोर्समा यु हेभ टु स्टडी त्यो कोर्स चाहिँ 2-3 एउटा कन्ट्रिजमा, लाइक 4वटा 5वटा पनि हुन्छ सबै कन्ट्री। सो के हुन्छ भन्दाखेरि सपोज मास्टर्सको लागि गइरहेछौ, 2 इयर्सको मास्टर्सको लागि गइरहेछौ भनेदेखि तिमीले हरेक सेमेस्टर डिफ्रेन्ट कन्ट्रीमा पढ्छौ। सो यो स्कलरसिपको अर्को बेनिफिट भनेको चाहिँ के छ भन्दाखेरि यो फुल्ली फन्डेड हो। इट मिन्स लाइक तिम्रो ट्युसन फिजहरू तिमीले के पनि तिर्नु पर्दैन, सबै कभर हुन्छ। प्लस एज वेल एज यु गेट मन्थली स्टाइपेन्ड 1400 युरो चाहिँ तिमीले मन्थली पाउँछौ। अनि तिम्रो एज वेल एज यो स्कलरसिपमा चाहिँ ट्राभल कस्टदेखि लिएर भिजा कस्ट, मेडिकल इन्सुरेन्सहरू सबै कभर हुन्छ, सबै उनीहरूले हेरिदिन्छ। सो यु जस्ट ह्याभ टु गो टु उसको कन्ट्रीमा, त्यहाँ गएर पढ्ने, फेरि अर्को कन्ट्रीमा जाने, पढ्ने, घुम्दै पढ्नेवाला स्कलरसिप हो। अनि इट इज वान अफ द क्वाइट प्रेस्टिजियस स्कलरसिप पनि मान्छ वर्ल्डमा। अब स्टार्टबाट स्टार्ट गरौँ है। तिमीले कसरी चाहिँ यो इरास्मस मन्डस स्कलरसिपको बारेमा कसरी थाहा पायौ? जस्तो अब जसलाई चाहिँ अब लेट्स चाहिँ अब मलाई के पनि थाहा छैन इरास्मस मन्डस स्कलरसिपको बारेमा, कोर्सहरू खोज्नेदेखि लिएर के छ त्यसको डेडलाइन छैन, त्यो त पछि आउँछ बिस्तारै बिस्तारै। स्टार्ट गरौँ न। स्टार्ट चाहिँ कहाँबाट गर्ने? तिमीले कहाँबाट स्टार्टिङ पोइन्टबाट स्टार्ट गर नि त तिम्रो। सो मैले चाहिँ थर्ड इयरबाटै आई वाज प्लानिङ टु गो अब्रोड मेरो मास्टर्स डिग्री अथवा पिएचडी डिग्रीको लागि। सो त्यतिखेर मैले एक्सप्लोर गर्न थालिसकेको थिएँ डिफ्रेन्ट टाइप्स अफ स्कलरसिपहरूमा। सो एरास्मस मन्डस भनेको एउटा काठमाडौँ युनिभर्सिटीमा चाहिँ अलिक पपुलर नै छ क्या अरू युनिभर्सिटीभन्दा। सो त्यही इन्टरनेटको थ्रुबाट नै मैले थाहा पाएको थिएँ एरास्मस मन्डस भनेर। सो युट्युबहरू हेरेँ, त्यसपछिबाट गुगलहरू गरेँ अनि आफ्नो कोर्सहरू खोजेँ अनि त्यहीँबाट नै एप्लाई गरेको खासमा चाहिँ। ओके, सो भनेपछि फर्स्ट स्टेप भनेको चाहिँ तिमीले कोर्स सेलेक्ट गर्नु पर्यो। तिमी कुन कोर्स थियो? तिमीले भने जस्तो 200+ कोर्सेसहरू छ भनेपछि एकदम डिभर्स रेन्जको कोर्सेसहरू रहेछ नि त होइन। त्यसमध्ये सुरुमा भनेको चाहिँ अब कोर्स सेलेक्ट गर्नु पर्यो। हाउ डिड यु सेलेक्ट यर कोर्स? सो म चाहिँ अब ब्याचलर्स इन्भाइरोमेन्ट इन्जिनियरिङमा पढेको भएको कारणले चाहिँ सो मलाई इन्भाइरोमेन्ट इन्जिनियरिङमै अलिकति मोर इन्ट्रेस्टहरू थियो र मैले काम पनि त्यसमै गरेँ। सो
अब कोर्स क्याटालगहरू चाहिँ अब तिम्रो एउटा वेबसाइटै हुन्छ इरास्मस मन्डसको कोर्स क्याटालग भन्ने यु हेभ टु गो देयर त्यहाँ गएर अब आफ्नो सब्जेक्टको किबोर्ड राख्यो भने सपोज मैले इन्भाइरोमेन्टल इन्जिनियरिङ नै राखेको थिएँ किबोर्ड त्यो राख्दाखेरि चाहिँ त्यो रिलेटेड धेरैवटा सब्जेक्ट्सहरू आउँछ त्यहाँ मध्येमा अब आफूलाई मन लागेको सब्जेक्ट जुन हुन्छ नि त्यसको वेबसाइटमा गएर सो तिमीले अब त्यहाँको रिक्वायरमेन्टहरू हुन्छ डेडलाइनहरू हुन्छ कि एडमिसन रिक्वायरमेन्टहरू हुन्छ कि सेलेक्सन प्रोसिड्युरहरू सबै हेरेर चाहिँ एप्लाई गर्ने हो सो मैले चाहिँ मेरो केसमा चाहिँ मैले एउटा मात्र प्रोग्राम मलाई इन्ट्रेस्टिङ लागेको थियो सो मैले एउटा मात्र एप्लाई गरेँ बट 2, 3, 4वटामा जतिवटामा एप्लाई गर्दा नि हुन्छ तर मोर स्पेसिफिकली एउटा एप्लाई गर्यो भने चाहिँ अलि राम्रो मानिन्छ ओके सो भनेपछि सुरुमा भनेको चाहिँ कोर्स सेलेक्ट गर्नु पर्यो तिमीले भने जसरी इरास्मस मन्डस कोर्स क्याटेलग भनेर गुगलमा सर्च गऱ्यो भने त्यो फर्स्ट लिङ्क नै त्यसमा डिफ्रेन्ट कोर्सेसहरू आउँछ अनि त्यो मात्रै फिल्टर आउट गर्ने अब सपोज अब तिमी इन्भाइरोमेन्ट भयो म इन्भाइरोमेन्ट रिलेटेड गऱ्यो म केमिकल भयो मैले केमिकल त्यस्तो मेकानिकल त्यो डिफ्रेन्ट इन्जिनियरिङ मात्र नभएर अरू डिफ्रेन्ट कोर्सेसहरू पनि छ वाइड इन्जिनियरिङ मात्रै होइन अरू फिल्डहरूको पनि छ होइन भनेपछि अब सुरुमा तिमीले सेलेक्ट गरेपछि चाहिँ अनि के हुन्छ त्यसमा सपोज म तिमीले भने जसरी नै तिमीले जुन कोर्स सेलेक्ट गरेपछि त्यसपछिको स्टेप चाहिँ तिमीले के गर्यो त सो अब मैले कोर्स के हो भनेर सेलेक्ट गरेँ त्यसपछि अब मैले फर्स्टमा चाहिँ मैले एडमिसन रिक्वायरमेन्ट के छ भनेर हेरेँ होइन सो एडमिसन रिक्वायरमेन्टमा चाहिँ अब तिम्रो प्रिभियस डिग्रीहरू प्रिरिक्विजिटहरू हुन्छ नि लाइक प्रिरिक्विजिटमा त तिम्रो प्रिभियस डिग्री के हुनुपर्छ भन्ने हुन्छ जस्तै अब इन्जिनियरिङवाला कोर्समा गइरहेको छ भने इन्जिनियरिङवाला प्रिरिक्विजिट अथवा मेडिकलवाला कोर्समा गइरहेको छ भने मेडिकलवाला त्यस्तै गरी अब एग्रिकल्चर फरेस्ट्री सबैतिरको कोर्सहरू हुन्छ नि त्यो कोर्स अनुसार तिम्रो ब्याचलर्स डिग्री त्यति हुनुपर्छ अनि अर्को जिपिएको कुरा आउँछ सो जिपिए चाहिँ मेनली बी अथवा बी प्लस आयो भने भन्दा धेरै भएको राम्रो जिपिए जति धेरै भयो त्यति राम्रो यस्तो स्पेसिफिक त हुँदैन नि सपोज यति नै चाहिने यो क्राइटेरिया नै भन्ने त कि कोर्स डिपेन्डेन्ट हुन्छ त्यो कोर्स डिपेन्डेन्ट हुन्छ मेरो कोर्समा चाहिँ बी भन्दा धेरै आउनु पर्थ्यो बी प्लस भन्दा धेरै आउनु पर्थ्यो सो त्यो हुनु पर्यो अनि बेसिक नलेजहरू हुनु पर्यो एडमिसन रिक्वायरमेन्टमा चाहिँ त्यति मात्र भयो अनि अर्को तिम्रो भनेको चाहिँ इङ्ग्लिस टेस्ट हुन्छ अब मोस्टली युरोपमा चाहिँ आइएल्स मात्र एक्सेप्ट गर्ने भएको कारणले सो मैले चाहिँ आइएल्स नै गरेको थिएँ तर कुनै कोर्समा चाहिँ अब डुओलिङ्गो टोफेल पनि एक्सेप्ट गर्ने हुन्छ सो त्यो पनि हेर्नु पर्यो अनि नेक्स्ट प्रोसेस भनेको चाहिँ अब तिमीले एप्लिकेसन डेडलाइन हेर्नु पर्यो मेन त कहिलेदेखि खोल्छ किनभने इरास्मसमा चाहिँ हरेक कोर्सको खोल्ने टाइम डिफ्रेन्ट हुन्छ क्या सपोज कुनैको चाहिँ अब अगस्ट एन्डबाट खोल्छ कुनैको चाहिँ तिम्रो डिसेम्बरबाट खोलिदिन्छ अनि डेडलाइन पनि त्यही अनुसार हुन्छ कसैको जनवरीमा सकिन्छ कसैको मेमा सकिन्छ क्या सो त्यो कुरामा चाहिँ ध्यान दिनुपर्छ एप्लिकेसन डेडलाइनमा ओके सो भनेपछि मेन कुरा भनेको त आफूले अब कोर्स सेलेक्ट गर्यो कोर्स सेलेक्ट गरेपछि प्रिरिक्विजिट हेऱ्यो ओके यु हेभ म्याच अल द प्रिरिक्विजिट त्यसपछि चाहिँ अनि एडमिसन रिक्वायरमेन्ट सुरुमा त अब आइएल्स गरेकै राम्रो किनकि आइएल्स भनेको एक्सेप्टेबल पनि भयो युएसमा पनि एक्सेप्ट गरिन्छ अस्ट्रेलिया युरोपमा टोफेल चाहिँ मेनली युएसमा धेरै भयो यो युरोपियनमा कुनैमा नगर्ने सोचेर सेफ साइडको लागि चाहिँ हामी आइएल्स गर्दै ठिक अनि त्यसको स्कोर चाहिँ के छ मतलब स्कोरको पनि क्राइटेरिया नि यति लगभग ओभरअल ब्यान्ड यति चाहिन्छ जस्तो टाइपको केही त्यो नि अब प्रोग्राम वाइज स्पेसिफिक हुन्छ कसैले चाहिँ अब राइटिङमा हुन्छ आइएल्सको पनि राइटिङमा स्पेसिफिकली 6 आउनै पर्छ भनेर लेखिदिएको हुन्छ अरू ब्यान्डको मतलब नगर्ने हुनसक्छ मतलब नगर्ने भनेर कम पनि त्यो हुनु हुँदैन जस्ट लाइक सर्टेन लिमिट 5.5 भन्दा माथि अथवा 6 भन्दा माथि हुनुपर्छ सो मेरोमा चाहिँ 6.5 भन्दा माथि हुनु पर्थ्यो आइएल्स स्कोर ओके जेनरली 7 आएर हाम्रो 7 आएर हाम्रो ओके ठीक छ ग्रेजुएट स्टुडेन्ट्सले 7 आएर हाम्रो ओके सो त यो इङ्ग्लिस रिक्वायरमेन्ट पनि भयो अनि यसपछि अरू के हुन्छ जस्तो अब मोटिभेसन लेटर एसओपीजहरू के हुन्छ कस्तो हुन्छ तिम्रो प्रोग्राममा के थियो यसो हल्का एक्सप्लेन गर सो मेरो मोटिभेसन लेटर चाहिँ मोस्टली चाहिन्छ प्लस तिम्रो अर्को भनेको सिभी चाहिन्छ जुन हामीले नर्मल सिभी बनाउँछौँ त्यो चाहिँ धेरै जस्तो प्रोग्राममा त एक्सेप्ट गर्दैन एउटा युरोपास सिभी भन्ने हुन्छ जुन वेबसाइटमै गएर युरोपास सिभी हाने पनि आउँछ त्यहाँ तिमीले सजिलो छ सिभी बनाउन पनि
आफ्नो इन्फर्मेसन दियो भने उसले आफैले सिभी बनाइदिन्छ जुन त्यो फर्मेट चाहिँ तर युरोपास फर्मेटमा हुनुपर्छ अनि मोटिभेसन लेटरको केसमा चाहिँ मेरो प्रोग्राममा चाहिँ मोटिभेसन लेटर भनेर चाहिँ थिएन लाइक आई हेभ 5 क्वेसन्सहरू थियो त्यो 5 क्वेसन्सको सर्ट एन्सर्स दिनुपर्ने थियो अनि त्यसको आधारमा चाहिँ त्यो प्लस सिभी प्लस तिम्रो एलओआर लेटर अफ रिकमेन्डेसनको आधारमा चाहिँ सेलेक्सन हुन्छ तर अरू प्रोग्रामहरूमा चाहिँ मोटिभेसन लेटर चाहिने हुन्छ अब त्यसमा चाहिँ वाइ यु आर इन्ट्रेस्टेड त्यो प्रोग्रामको लागि प्लस तिमीले त्यो प्रोग्राम पढेपछि के गर्छौ त होइन लाइक 5 वर्षपछि के गर्छौ त त्यस्तो कुराहरू लेख्नुपर्ने हुन्छ बेसिकली वाइ यु आर इन्ट्रेस्टेड भनेर मोटिभेसन लेटरको त हामी पछि एउटा स्पेसिफिक भिडियो नै बनाउँछौँ के इन्क्लुड गर्नु ओके सो चेकलिस्टमा के भन्दाखेरि आइएल्स स्कोर भयो तिम्रो ब्याचलर्सको ट्रान्सक्रिप्ट भयो अनि त्यसपछि मोटिभेसन लेटर भयो अनि त्यसै एलओआर भयो यो भनेको चाहिँ मेनली सबैमा चाहिँ यति त कमनै हुन्छ तर सकेसम्म एकाडेमिक ट्रान्सक्रिप्टहरू अथवा डिग्री सर्टिफिकेटहरू त नोटराइजहरू पनि गर्नुपर्ने हुनसक्छ त्यो रिक्वायरमेन्ट पनि हेर्नुपर्छ युनियनसाथ अनि अर्को एउटा भनेको चाहिँ मेरोवाला प्रोग्राममा चाहिँ प्रुफ अफ रेसिडेन्सी भनेर चाहिएको थियो सो यो चाहिँ कस्तो भन्दा यहाँ बसिरहेको छु भनेर एउटा डकुमेन्ट टाइपको लाइक अफिसबाट बनाउँदा नि भयो अथवा घरको वडा कार्यालय नगरपालिकाबाट बनाउँदा पनि भयो यो डकुमेन्ट जस्तो हिज रिसाइडिङ इन वडा कार्यालयमा गएर सिम्पली इज रिसाइडिङ इन दिस यति नम्बर वडा यो डिस्ट्रिक्ट भन्ने एउटा सिम्पली एउटा त्यो त बनाइदिन्छ अनि त्यसै युरोपास सिभी भयो अनि अरू यो अब इरास्मस मन्डस स्कलरसिपमा त अब धेरैले अप्लाई गर्नुहुन्छ अभियसली फुल्ली फन्डेड प्लस अब यति धेरै मोबिलिटी यति धेरै फेसिलिटिजहरू हुन्छ के तिमीलाई चाहिँ के लाग्छ कुन कारणले गर्दा चाहिँ तिमी मतलब सेलेक्ट हुने चान्सेस बढ्छ अरू क्राइटेरिया के होला जस्तो लाग्छ तिम्रो विचारमा चाहिँ मेन भनेको त अब मोटिभेसन लेटरै हुनसक्छ तिमी किन इन्ट्रेस्टेड छौ त त्यो पढ्नको लागि त्यो त उनीहरूले बुझ्नु पर्यो नि त तिम्रो इन्ट्रेस्ट अनि अर्को भनेको तिम्रो प्रिरिक्विजिट हुनसक्छ जस्तै अब तिमीले कुन कोर्स पढाइदियो ब्याचलर्समा र कुन कोर्स एप्लाई गरिरहेको थियो म्याथ्स हल्का भएको राम्रो एकदमै राम्रो भयो त्यो प्लस तिम्रो जिपी पनि अलिकति राम्रै हुनुपर्छ जस्तै एकाडेमिकली पनि अलिकति राम्रो भयो भने बेनिफिट हुन्छ किनभने युआर कम्पिटिङ विथ अल ओभर द वर्ल्ड होइन त्यही भएर सो एकाडेमिकली पनि राम्रै हुनु पऱ्यो प्लस अब प्रोफेसनली पनि राम्रै हुनु पऱ्यो अब म चाहिँ के भन्छ भने कि त प्रोफेसनली राम्रो हो कि त एकाडेमिकली राम्रो हो दुईटामा जुनमा राम्रो भयो नि पाउने चान्सेस बढ्छ तर ब्यालेन्स्ड भएको चाहिँ एकदमै राम्रो एकाडेमिकली ठिकठाक र प्रोफेसनली नै ठिकठाक भयो भने चाहिँ तिम्रो चान्स अफ गेटिङ स्कलरसिप एकदमै धेरै हाई हुन्छ सो तिम्रो ब्याचलर्स जर्नीमा चाहिँ मतलब तिमी के गर्यौ जुनको कारणले गर्दा चाहिँ मलाई लाग्छ कि मलाई यो कारणले गर्दाखेरि चाहिँ मैले स्कलरसिप पाएँ अब टिप्स हुन्छ कि एउटा त्यस्तै टाइपको के गाइडेन्स टाइपको भन न जस्तो अहिले भिडियो हेरिरहेको स्टुडेन्ट्सहरूलाई जो पिन पोइन्ट गर्न सजिलो हुन्छ नि त यो कारणले गर्दा चाहिँ हुनसक्छ है भनेर त्यस्तो टाइपको सो मैले मेरो ब्याचलर्स जर्नीमा चाहिँ खासै त्यसो त केही गराएको छैन जे होस् एकाडेमिकली चाहिँ अलिकति राम्रो थिएँ अनि अर्को भनेको डिफ्रेन्ट क्लब्सहरू हुन्थ्यो काठमाडौँ युनिभर्सिटीमा अब त्यो क्लबहरूमा पार्टिसिपेट गर्ने अनि मेरो आफ्नै अब डिपार्टमेन्टको एउटा क्लब थियो अनि त्यो क्लबको म ट्रेजरर पनि थिएँ पर्सनलाई अनि त्योवालाले प्लस पोइन्ट भएको थियो अनि अरू भनेको चाहिँ म चाहिँ 3rd इयरबाट चाहिँ रिसर्च एसिस्टेन्ट भएर काम गरिरहेको थिएँ एज ए इन्टर्न काठमाडौँ युनिभर्सिटीकै एउटा रिसर्च ल्याबमा सो त्यो ल्याबमा काम गरेर पनि प्लस पोइन्ट भयो जस्तो लाग्यो अनि 4th इयरमा चाहिँ के भएको थियो भन्दा म चाहिँ 4th इयरमा चाहिँ के भएको थियो भन्दा म चाहिँ एक्सचेन्ज स्टुडेन्ट भएर आइआइटी हैदराबाद गएको थिएँ जहाँ चाहिँ मैले 1 वर्ष आइआइटी हैदराबादमै पढेँ अनि मेरो चाहिँ लास्टमा जोइन्ट डिग्री आएको थियो क्या सो त्यहाँ मैले के गरेँ भन्दा त्यहाँ पनि म रिसर्चर नै भएर गएको थिएँ रिसर्चहरू गरेँ अनि पेपरहरू पनि निकालेँ सो त्यो कारणले एउटा बेनिफिट त एकाडेमिकली त्यो कारणले भयो अनि अर्को चाहिँ अब मैले ब्याचलर्स सकिने बित्तिकै फेरि काठमाडौँ युनिभर्सिटीमै जब पाएँ कि सो युनिभर्सिटीमा जब पाउनु अलिकति प्लस पोइन्ट जस्तो लाग्छ किनभने मास्टर्स डिग्रीमा स्कलरसिप पाउनु त तिमीलाई एकाडेमिक नै खोज्छ नि त प्रायः किनभने ब्याचलर्स सकिने बित्तिकै जान्छ नि त मास्टर्स गर्न नै सो खत्रै काम त गरिसक्यो हुँदैन सो एकाडेमिकली नै इन्स्टिट्युसनमा जोइन भएको कारणले चाहिँ
अझै बढी प्लस पोइन्ट भयो जस्तो लाग्यो। ओके, सो त्यस्तो प्रायोरिटी राख्छौ भने टपमा चाहिँ तिमी अब एक्सचेन्ज स्टुडेन्टले गर्दा तिमीले नयाँ एक्सपोजर पायौ, नयाँ त्यो पनि। अब तर त्यो पनि तिमीले मोटिभेसन लेटरमा अथवा तिमी भने चाहिँ क्वेसनहरूमा त लेख्न सक्नु पऱ्यो नि, त्यो कुराहरू एक्सप्रेस तिमी कसरी गर्छौ त्यसमा पनि भर पर्छ। अब सपोज मसँग एकदमै धेरै नलेज छ, एक्सपिरियन्स छ, तर मैले राम्रोसित त्यसलाई लेखिन, राम्रोसित एक्सप्लेन गरिनँ भने त अब रिभ्यूलाई त थाहा हुँदैन। त्यो पनि हल्का एक्सप्लेन गरेर मोटिभेसन लेटर कसरी ब्रेकडाउन गर्ने, लगभग सुरुमा योबाट स्टार्ट गर्ने, त्यसपछि यो इन्क्लुड गर्ने, त्यस टाइपको रफली टेन्टेटिभ के लेख्दा ठिक होला जस्तो लाग्छ तिमीलाई? सो मोटिभेसन लेटर लेख्दाखेरि चाहिँ अब फर्स्टमा चाहिँ तिम्रो चाइल्डहुडमा तिमीले ब्याचलर्स किन पढ्यौ भनेर चाहिँ तिम्रो आफ्नो चाइल्डहुडसँग अथवा केही कुरासँग लिङ्क गर्न खोज्नु पर्यो। सो यु क्यान लिङ्क एनिथिङ, जसरी पनि लिङ्क गर्न खोज्ने। त्यसपछि जाने अब तिम्रो ब्याचलर्स जर्नीकै स्टोरी लेख्ने क्या। अब फर्स्ट इयरमा के गर्यो, सेकेन्ड इयरमा के गर्यो, थर्ड इयरमा के गर्यो, लाइक यु हेभ टु सेल योर स्टोरी क्या। एउटा प्रपर पढ्ने मान्छेलाई पनि कथा पढाए जस्तो मजा आउँछ क्या त्यो पढ्दाखेरि होइन। अनि किवर्ड भनेको चाहिँ स्टोरी टाइपको हुनु पर्यो। स्टोरी टाइपको तिम्रो मोटिभेसन हेर्दाखेरि पढ्दाखेरि जे होस् मजा आउनु पर्यो। मजा म नभए पनि म भएको जस्तो लाइक मैले स्टोरी बनाए जस्तो सुनिनु पर्यो कि। ओके, प्लस आफूले गरेको कामलाई पनि हल्का सेल गर्न सक्नु पर्यो। त्यही नै हो मोटिभेसन लेटरको मेन मोटिभेट, त्यही नै हो, आफूले गरेको कामलाई सेल गर्ने। अनि जसरी हुन्छ त्यो एप्लाई गरेको प्रोग्रामसँग चाहिँ तिमीले फ्युचर गोल्सहरू पनि त्यही रिलेटेड भन्नुभयो, त्यस्तो टाइपको त्यो लिङ्क गरेर एकदमै म इन्ट्रेस्टेड नै छु भनेर लेख्यो भने स्योर नै पाइन्छ जस्तो लाग्छ। ठिक छ। अनि त्यसपछि अर्को मेन इम्पोर्टेन्ट फ्याक्टर भनेको एलओआर, लेटर अफ रिकमेन्डेसन। त्यसको चाहिँ त्यसको बारेमा नि भन, तिमीले के गर्यो, मतलब कसरी कुन प्रोफेसरहरूलाई तिमीले अप्रोच गर्यो, के गर्यो, के इन्क्लुड गर्नु भन्यो उहाँहरूलाई, त्यस्तो टाइपको कुराहरू। सो लेटर अफ रिकमेन्डेसन भनेको चाहिँ स्ट्रिक्टली तिम्रो प्रोफेसरले नै लेख्ने कुरा हो। सो तिमीले केही भन्न चाहिँ मिल्दैन प्रोफेसरलाई, किनभने त्यो तिम्रो ब्याचलर्स जर्नीभरिमा त्यो टिचरले तिमीलाई कसरी चिनेको छ, तिमीले के इन्टरेक्ट गर्यो त्यो प्रोफेसरसँग, के प्रोजेक्टसमा इन्भल्भ भयो, उसको तिम्रो बारेमा चाहिँ प्रोफेसरले लेखिदिने हो क्या। सो यु क्यान से एनिथिङ। अब मैले चाहिँ दुईवटा एलओआर लिएको थिएँ, एउटा चाहिँ केयुबाटै सर्भरबाट ल्याएको थिएँ, एउटा चाहिँ मैले जब गरिरहेको म्यानेजरबाट लिएको थिएँ। सो दुइटै एलओआर नै मेरो प्रोग्रामसँग चाहिँ लिङ्क थियो कि, जुन प्रोग्राममा एप्लाई गरेको थिएँ नि त्यो प्रोग्रामसँग चाहिँ एकदमै राम्रो लिङ्क थियो। सो त्यसले पनि एकदमै धेरै प्लस, हुन त एलओआरको मार्क्सै थियो मेरोमा चाहिँ 20 मार्क्स थियो। त्यो पनि ब्रेकडाउन गरौँ न त। जस्तो अब कुनै सिस्टम कोर्सेसहरूमा चाहिँ मार्क्स सिस्टम पनि हुँदो रहेछ होइन। जस्तो तिम्रो कोर्समा के थियो, 100 मार्क्स हुन्छ नि टोटल ओभरअल? मेरो टोटल 100 मार्क्स थियो। ब्रेकडाउन गरेर त्यसमा के थियो? 30 मार्क्स चाहिँ तिमीलाई ओभरअल तिम्रो ग्रेडमा दिन्थ्यो, लाइक ब्याचलर्समा ग्रेड कति आयो त्यसको आधारमा 30 मार्क्स दिन्थ्यो। अनि अर्को 30 मार्क्स चाहिँ तिम्रो सब्जेक्ट कुन पढाएको थियो होइन पहिला। जस्तै मैले इन्भाइरोमेन्टल इन्जिनियरिङमा एप्लाई गरेँ नि त, मेरो ब्याचलर्स पनि इन्भाइरोमेन्टल इन्जिनियरिङै थियो भने चाहिँ अब बढी पोइन्ट्स आउने भयो क्या, रेलेभेन्स। अनि 20 मार्क्सको चाहिँ मेरो सिभी थियो, अनि 20 मार्क्सको चाहिँ मेरो मैले भने नि क्वेसन एन्सर्सहरू थियो सर्ट त्यहाँबाट अल टुगेदर टोटल गरेर स्कलरसिप प्रोभाइड गरेको थियो। अनि यो प्रोग्राममा योपालि 27 जनाले स्कलरसिप पाएको छ, यो सब्जेक्टमा मात्र हो, अल ओभर द वर्ल्डबाट। ओके, भनेपछि यसरी कुनै कोर्सेसहरूले चाहिँ यसरी स्पेसिफिक मतलब मार्क्स चाहिँ भनेर नि छुट्याइदिएको हुन्छ, यतिले यति भन्नु। अनि सपोज ओके तिमीले सबै क्राइटेरिया तिमीले कोर्स पनि सेलेक्ट गर्यो, जस्तै तिमीले प्रिरिक्विजिट पनि तिमीले मतलब सेटिस्फाई गर्यो, अनि त्यसै एडमिसन पनि अब तिमीले एलओआरहरू एडमिसन मोटिभेसन लेटर सब गरेर तिमीले सब्मिट गर्यो एप्लिकेसन। अनि त्यसपछिको चाहिँ फेज के हुन्छ, त्यसपछि इन्टरभ्यू हुन्छ कि अरू केही क्राइटेरिया अरू के हुनसक्छ त्यस्तो टाइप रिलेटेड? स्पेसिफिकली मेरै प्रोग्राम बेस्ड कुरा गर्ने हो भने चाहिँ मेरो डेडलाइन जनवरी 6मा थियो, नर्मली त्यतिखेर हुन्छ। प्लस तिम्रो अझै 1 महिना डेडलाइन चाहिँ उनीहरूको युरोपियन कन्ट्रिजहरूको लागि हुन्छ। सो त्यो फेजसँग केही गर्नु परेन। त्यसपछि उनीहरूको पनि डेडलाइन सकेपछि चाहिँ
मेरो त इन्टरभ्यूहरू केही पनि भएन, स्ट्रिक्टली यही पोइन्ट्समा बेस्ड भएर रिजल्ट आएको थियो। दुई महिनामा रिजल्ट आएको थियो। सो त्यही हो। तर अरूहरूको चाहिँ मैले सुने अनुसार चाहिँ इन्टरभ्यू पनि हुन्छ, इक्जाम पनि हुन्छ अरे अझ भन्ने चाहिँ सुनेको थिएँ मैले। सो एप्लिकेसन सबमिट गरेपछि इक्जाम त्यस्तो पनि हुन्छ, एमसिक्युजहरू हुन्छ, त्यस्तो टाइपहरू, भिडियो इन्टरभ्यू। ओके, तिम्रोमा चाहिँ थिएन त्यस्तो? मेरोमा चाहिँ थिएन। ओके, सो भनेपछि यो मेन क्राइटेरियाहरू भनेको एउटा पोइन्टमा चाहिँ हामी अब फेरि डिटेलली नै कुरा गर्छौँ। जस्तो अब मोटिभेसन लेटरको सिभीमा के इन्क्लुड गर्ने के नगर्ने, सिभी कसरी बनाउने, युरोपास सिभी त्यस्तो, कोर्स कसरी खोज्ने। ओके, अनि जस्तै एलओआर त्यो रिलेटेडहरू पनि कुरा गर्छौँ। अनि यो मात्र सब्जेक्ट नभए हामी धेरै सब्जेक्टको डेडलाइन्सहरू हेरेर इन्फर्मेसनहरू पनि दिने काम गर्छौँ। आजको जस भिडियोको मेन अब्जेक्टिभ भनेको चाहिँ टेन्टेटिभ ओभरभ्यू अब के रहेछ, कसरी स्टार्ट, कहाँबाट गर्ने, त्यो एउटा मात्र भयो। जस्ट बेसिक हाम्रो इन्ट्रोडक्सन जस्तो भयो। अब मोर डिटेलली चाहिँ नयाँ भिडियोहरू बनाउँछौँ हामी नयाँ पछि। थ्याङ्क यू मिस्टर किसन कुमार खड्का फर सेयरिङ योर इन्साइट्स। थ्याङ्क यू सो मच। थ्याङ्क यू सबैजनालाई। होपफुल यो भिडियो राम्रो भयो होला, इन्फर्मेटिभ भयो होला। Keep watching our YouTube videos अनि नयाँ भिडियो लिएर हामी छिट्टै आउनेछौँ फेरि। There will be a lot of videos। हाम्रो यो स्टडी रिलेटेडमा चाहिँ ग्रेजुएट स्टुडेन्ट्सहरूमा चाहिँ लट्स अफ भिडियोजहरू चाहिँ हामी प्लान गरेका छौँ अनि वी विल बी सुन सुटिङ अनि अपलोड पनि गर्छौँ। थ्याङ्क यू। अहिलेको लागि चाहिँ यति गरौँ। थ्याङ्क यू।